सावधान रहनुहोला, नत्र भने तपाईँहरूको 1 मिनेटमा ब्याङ्क एकाउन्ट खाली हुनेछ। अहिले स्क्यामरले नयाँ फेरि पद्धति अवलम्बन गरेको छ। पहिलो त के हुन्थ्यो भने तपाईँको WhatsApp वा मेसेजमा केही एउटा लिङ्क पठाउँथ्यो। त्यो लिङ्कमा क्लिक गर्ने साथै तपाईँहरूको ब्याङ्क एकाउन्ट 1 मिनेटमा खाली हुन्थ्यो। तर अहिले अर्कै नयाँ जुन पद्धति अवलम्बन गरेको छ र त्यसमा तपाईहरू पनि पढ्न सक्नुहुनेछ र त्यसको लागि अगाडि नै सावधान भएर बस्न जरुरी छ र त्यसको लागि म भिडियो बनाउँदैछु र तपाईहरू हेर्नुहोला नयाँ स्किम के हो, कस्तो ठगबाजी गर्नेछन् अहिलेको जुन स्क्यामरले। र अगाडि त अब ओटिपी पठाउँथे वा केही एउटा प्रलोभन दिएर तपाईसँग ओटिपी लिएर पनि त्यसरी काम गर्थे र त्यो सबैलाई जानकारी भइसक्यो र अहिले सबैजना सतर्क भइसकेको छ र त्यसै गरी स्क्यामरले पनि नयाँ नयाँ बुद्धि जुन पद्धतिहरू अवलम्बन गर्छन् र अहिले चाहिँ के छ भने तपाईको एकाउन्टमा वा तपाईको के अरे मेसेजमा WhatsAppमा यति पैसा पस्यो भनेर एउटा मेसेज आएको हुन्छ र तपाईको एकाउन्ट चेक गर्नु भनेर एउटा मेसेज दिएको हुन्छ। यो प्रकारको तपाईलाई मेसेज आउँछ, जुन पैसा पठाएको मेसेज आउँछ र त्यो तपाईहरू तुरुन्तै गएर ब्याङ्क एकाउन्ट चेक गर्नुहुन्छ वा युपिआई चेक गर्नुहुन्छ। त्यतिखेरै उनीहरूले ह्याक गरेर तपाईको एकाउन्टलाई खाली गर्नेछ र त्यसो नगर्नुहोस्। त्यसको लागि तपाईले के गर्नुहोस्, मेसेज आएछ भने पनि तपाईले तुरुन्तै गएर आफ्नो एकाउन्ट चेक नगर्नुहोस्, युपिआई ब्यालेन्स चेक नगर्नुहोस्। तपाईहरु 1 घण्टा 1.5 घण्टा बादमा चेक गर्नुहोस्। तुरुन्तै गर्नु भने तपाईहरुको एकाउन्ट एकदम खाली हुनेछ र त्यसबाट तपाईहरु सावधान रहनुहोस् र यो जानकारीमूलक भिडियो सबैलाई सतर्क रहनको लागि तपाईले शेयर गरिदिनुहोस्। तपाईहरुको साथी जति पनि आफन्त छन् यो कुरो सबैलाई जानकारी होस् र हेर्नुहोस्। र यस्तो खालको अहिले मार्केटमा एकदमै धेरै जुन फ्रड चलिरहेछ, एकदमै सावधान रहनु होला।